अवकाश हुने बेला भइसक्यो एउटा पनि छोरी मान्छेलाई मैले एसएलसी दिनेसम्म पुर्याउन सकिनँ सर गौथरीले पास गर्छ एसएलसी आमा म पढ्छु नि है पढेर के हर्छेस म बिहे गर्दिनँ आजबाट हाम्रो घरको इज्जत तेरो हातमा छ छोरी मैले मेरो भुट्टुको टुक्रो हजुरलाई सुम्पिएको छु मेरी छोरीले दुःख नपाओस् अब मेरो पालो आमा हुँदैन अन्डा खान्छु कहाँबाट ल्याएको कुखुरी आमाबाट खाछु पकाएर ल्याइदिउँ आमा म पढ्छु नि के अरे बाउलाई सिक्याऊ तँलाई पढाउनलाई बिहे गरेर ल्याऊ चट तिमीलाई पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा बनाना आई लभ यु बिहे गरेपछि नकचरी मेरो छोरालाई बाख्रा नलाएर तँ चाहिँ स्कुल जाने तँलाई स्कुल नजा भने होइन तँलाई त नि म मेरी छोरी कहाँ छ खुरुक्क निकाल संस्कार गतिलो भएपछि सन्तान गतिला हुन्छ छोरी मान्छेको सबभन्दा ठुलो शत्रु भनेको त तिम्रो छोरी मान्छे हो क्या मैले तपाईँको लागि घर आमा बुवा सबै छोडेर आएको त्यो श्रीमान होइन दुश्मन होस् मेरो आमा गौतली खै बिर्सिदे अब त्यसलाई म तँलाई अर्कै केटी खोजेर बिहा गरिदिन्छु जुन बेलामा मेरो लागि लड्नु पर्ने थियो त्यो बेलामा त लड्नु भएन अब लडेर के गर्नुहुन्छ